ए लु यहाँ बाटोदेखि चाहिँ यता भित्र हामी पछाडिबाट आउँदैछौँ, त्यही भएर अलिअलि जाँदैछौँ ल। अगाडिबाट आउँदाखेरि चाहिँ बाटोकै अगाडि छ। यहाँ धान पनि पाकेको रहेछ ल। यति छिटो ल, छिटो आउने। धान पाकेछ नि। अब यहाँ धान काट्नु पनि आउनुपर्छ। मजाले पाकेछ लु धान। हेर्नु न, यो पर देखिँदै गरेको चाहिँ के अरे भैँसीको गोठै राङ्गाहरू छ। हाम्रो बुवा आउनुभएको रहेनछ, राङ्गा ल्याउनु भएकै छैन रहेछ। यहाँ बुवा आउनु बेला भनेर आएको हामी। यहाँ राङ्गा चलाउनु जानुभएको रहेछ जङ्गल। हामी चाहिँ जाँदैछौँ है। यहाँ अलिअलि यता बाटो चाहिँ यता अगाडि बाटो हो, यो मूल बाटो चाहिँ। हेर्नु न मजाले घाम पनि डुब्नु आँटेको छ। कस्तो राम्रो घाम आइरहेको छ हेर्नुहोस् त। घाम साँझ पर्यो। ल आउँदैछु त। झन्डैले ल। मकै बारी दर्याम दर्याम, कोदो बारी सर्याम सर्याम। यहाँ धान बारी आउँदैछौँ है यहाँ ल। बाजे आउनु भएकै रहेनछ। क्यामेरा हल्लेर कि हात हल्लेर कि यस्तो मजाले मकै बारी धान बारी एकदम। यहाँ हाम्रो भाइको खेतीमा म चाहिँ आएको थिइनँ है अहिलेसम्म। कहिले 2-3 वर्ष अगाडि एकचोटि यहाँ मकै बचाउनु आएको थिएँ। एकदमै राम्रो फलेको थियो। जाउँ जाउँ, यता तलबाट जानु।